हामीले सबै गाउँहरूमा प्राय चाहिँ अहिलेसम्म त हामी धेरै जसो गाउँहरूमा सुरु गरिसक्यो एउटा नमुनाबाट। यो चाहिँ तपाईँलाई एउटा नमुना देखाउन खोजिरहेको छौँ। यो बाबु नानीहरूलाई चाहिँ अगाडि बढाएर उनीहरूको शिक्षा अगाडि बढाउनको लागि कम्तीमा चाहिँ हाम्रो जेनेरेसन त कमजोर भयो, तर उनीहरूको जेनेरेसन शिक्षाको कुनै पनि पाइलामा कमजोर हुनु हुँदैन भनेर चाहिँ यो कदम अगाडि बढाइएको छ र यो उदाहरण हो। र उहाँहरूको पाइलामा चाहिँ यो हाम्रो पुस्ताहरूले चाहिँ जहिले पनि पछाडि रहन्छ र कदम अगाडि बढाउनुपर्छ भन्ने चाहिँ यसको आशयले पनि हामीले चाहिँ यो पदयात्रा एक खालको गरिरहेछौँ। आज होली हो र यो यात्रा त हामीले उहिले सुरु गरिसक्यौँ, तर यसको निरन्तरता पनि हामीले चाहिँ आज यहाँबाट सन्देश दिन चाहन्छौँ। सबैले आफ्नो बाबु नानीहरूको पछाडि उभिनु होला, शिक्षामा जहिले पनि अगाडि बढिरहनुहोस्, आफैले मेहनत गरे पनि। र आज यसको चाहिँ सुरुवात गर्न फेरि पनि गइरहेछौँ यी नानीहरूको कदमबाट है त। सबैजनाले मद्दत गर्नु होला। मलाहीटोल गाउँबाट सबैले आफ्नो गाउँबाट कम्तीमा यो छुट्टीको टाइममा आउनुभएको होला, भोट हाल्न पनि आउनुभएको होला। यो गाउँमा चाहिँ कसरी राम्रो बनाउने सोच्नु होला र बच्चाहरूलाई चाहिँ शिक्षामा अगाडि बढाउनको लागि चाहिँ यो अभियान सञ्चालन गरौँ। सबैको घरमा राम्रो होस्, सबैको घरमा सुख शान्ति समृद्धि आओस् भन्ने हाम्रो चाहना हो। यो कुनै पनि गतिविधि चाहिँ भोटको लागि होइन भनेर सम्झिदिनु होला है त। ल अब हामी बाबु नानीहरूको साथमा हामी उभिन्छौँ र उहाँहरू चाहिँ पदयात्रा गर्नुहुन्छ। थ्याङ्क यू। हमरा सबके ई पदयात्रा मलाहीटोल के गौरव, मलाहीटोल के धरोहर, प्रवेश द्वार के ऊपर अद्भुत श्री राम मंदिर, वही श्री राम मंदिर तक के हमरा सबके ई शैक्षिक यात्रा, ई बच्चा सबके भाई बहन सबके यात्रा जाके वही ठम हमने सबके ई कार्यक्रम